यहाँ चाहिँ सानो पिठहरू पनि रहेछ। हामी चाहिँ अब यहाँ यो ठ्याक्क कुण्डको माथितिर भएको पिठतिर जाँदैछौँ दर्शन गर्दै गर्दै। यस्तो महँगो मलाई घटाउनु नि त्यो हिजोको बुढो त देखेर म त यस्तो रिसिरहेको यहाँ चाहिँ बाटो यसरी ढुङ्गा पन्छाएर मजाले वरिपरि हिँड्नलाई बनाइएको रहेछ। यहाँ आशिषजी पनि हुनुहुन्छ। आशिषजी तपाईँको एक्सपिरियन्सको बारेमा केही भनिदिनुहोस् न त। मैले केही भन्नु छैन। केही भन्नु छैन? आशिषजीलाई हिजोको एक्सपिरियन्सले उहाँ यति इमोसनल हुनुभयो कि उहाँ बोल्न सक्ने स्थितिमा हुनुहुन्न अहिले। र हामी यहाँको मुख्य शिवलिङ्ग भएको ठाउँमा पुग्दैछौँ। त्यहाँ चाहिँ एउटा त्रिशूल पनि रहेको छ। यहाँ चाहिँ स्वदेशी मात्र नभए विदेशी नागरिकहरू पनि आउनु हुँदो रहेछ। हाम्रो साथीहरूसँग नि म एक दुईवटा कुरा सोध्छु अब। सो साथीहरूको एक्सपिरियन्स कस्तो भयो भनिदिनु पर्यो। एक्सपिरियन्स मेरो बुढीले भन्दै हुनुहुन्छ अब। अरू ट्रेलहरू घुम्न चाहिँ अलिक इजी नै लाग्यो। चाँडै पुगिन्छ पनि, तर आफूलाई पुस चाहिँ गर्नुपर्छ। अनि अब होटल्सहरू चाहिँ अलिक एक्सपेन्सिभ नै रहेछ। सो त्यही हिसाबले नै आफूलाई फाइनेन्सियली प्रिपेयर गरेर आउनु होला। अरू ठाउँसँग अरू ट्रेकहरूसँग कम्पेयर गर्दा चाहिँ यो ठाउँ लाङटाङको नै ट्रेक हेर्ने हो भने हामीले 1200मा फुल ब्रेकफास्ट डिनर अनि एकोमोडेसनको प्याकेज थियो। यहाँ चाहिँ युजली ब्रेकफास्ट नहुने रहेछ, छुट्टै आफूले गर्नुपर्ने रहेछ। इभन टी पनि अफर गर्नुहुन्न। सो अब त्यही हिसाबले प्रिपेयर हुनु। हामीले चाहिँ अब कफीहरू ल्याएको थियो, क्याफ कफीको स्यासेहरू। सो अब टी नदिएपछि त्यही कफी नै बनाएर खायौँ। झन् यो माथि माथि आएछ त प्याकेज भन्ने सिस्टमै प्याकेजै हुँदैन रहेछ। अब अफ सिजन भएर हो पनि हुनसक्छ, प्याकेज त हुनुपर्ने हो। अदरवाइज राम्रो छ। अब अहिले स्नो चाहिँ अलिक कम छ। स्नो भएर चाहिँ झन् धेरै माथि माथि पाहाडतिर चाहिँ छ। हो यसरी हेलिकप्टर ल्याएर तपाईँले यदि हिँड्न सक्नुहुन्न भने हेलिकप्टरमा आउन सकिने रहेछ। मन्दिर गर्न दर्शन गर्ने नि। ल दर्शन गरेर हामी अब दर्शन गर्न लागेका छौँ। यो माथि चाहिँ होटलहरू छ। कताबाट जाने रहेछ हामी जाँदा थियो अघि? लौरी उयो यता उयो त्यहाँ हो त्यो हो। त्यो ठ्याक्क हामी त्यो सुन्दरजलको बाटो जानु पऱ्यो भने उयो हो, उयो त योबाट सिधा। लौरी बिना पास जाने चाहिँ त्यो बाटो ठ्याक्क माथि चढ्दै चढ्दै त्यहाँबाट छ। फोटो खिचौँ। सो अहिले चाहिँ हामी गोसाइकुण्डमा छौँ। पछाडि हजुरहरूले यहाँ गोसाइकुण्ड लेक देख्न सक्नुहुन्छ। कम्प्लिटली फ्रोजन छ अहिले। यो चाहिँ सी लेभलबाट 4380 मिटर्स अबभ छ। सो एक्सपिरियन्स चाहिँ एकदम राम्रै भयो। कम्पेरिटिभली अरू ट्रेक हेरिकन चाहिँ गोसाइकुण्ड आउँदाखेरि
अलिक इज जस्तो फिल भयो मलाई चाहिँ। अनि इदर वेज यु हेभ टु स्टे प्रिपेयर्ड। आफ्नो बडीले के भनिरहेछ यु हेभ टु बी अलर्ट। अब टाउको दुख्या छ अरू डिजी भइरहेछ भने चाहिँ इट्स बेटर कतै एक्लिमेटाइज गर्दै माथि आएको नै राम्रो हुन्छ। अनि हाम्रो यहाँ चाहिँ भैरवकुण्ड छ, भैरवकुण्ड लेक हो यहाँ चाहिँ। सो साइड बाई साइड नै हजुरहरूले दुईवटा लेकको भ्यू मजाले देख्न सक्नुहुन्छ। भैरवकुण्ड पनि अहिले फ्रोजन छ, तर यो लेफ्ट साइडतिर चाहिँ अब घाम राम्रो लागेको कारणले अलिकति डिफ्रस्ट हुँदैछ। हामी चाहिँ अब गोसाइँकुण्डबाट लौरीबिना पास जाने बाटो उकालो बाटो लाग्दैछौँ र यता गोसाइँकुण्ड देख्न सक्नुहुन्छ नि यो सिधा ढुङ्गाले छापिएको बाटो लौरीबिना पास जान्छ। अब चाहिँ हामी गोसाइँकुण्डलाई बिदाई मारेर सूर्यकुण्डतिर अगाडि बढ्दैछौँ र यहाँ चाहिँ हिउँ चाहिँ परेको छ अलिअलि। सो ट्रेल यस्तो छ यसलाई। र अहिले चाहिँ हामी सूर्यकुण्ड पनि आइपुगेका छौँ। हावा चाहिँ चिसो चिसो हावा चलिरहेको छ। हामीलाई लगभग 1.5 घन्टा जति लाग्यो यहाँ आइपुग्न तलबाट। हामी चाहिँ बिस्तारो गतिमा चाहिँ चढिरहेको थियौँ। ल यहाँ चाहिँ दृश्य यस्तो देखिन्छ। चट्टानै चट्टानहरूको बिचमा छ यो कुण्ड पनि। हिमालहरू चाहिँ वरिपरि देखिन्छन्। बाटो चाहिँ अहिले यस्तो छ, वरिपरि हिउँ छ र हिँड्ने बाटोमा चाहिँ हिउँ पग्लिसकेको हुनाले हिँड्नलाई चाहिँ त्यस्तो गाह्रो भइरहेको छैन। यो चाहिँ अब लौरीबिना पास हुँदै हामी तल फेदीतिर जाँदैछौँ। अहिले देखिरहनु भएको कुण्ड चाहिँ नीलकण्ठ कुण्ड हो, जुन चाहिँ सूर्यकुण्ड आउनुभन्दा अगाडि आउँछ र यो पुरै जमेको छ चिसोले गर्दा। यो ट्रेलमा अगाडि बढ्ने क्रममा हामीले अर्को पनि कुण्ड देख्यौँ। यहाँ चाहिँ धेरै यो खास गरी लौरीबिना पास हुँदै आउँदाखेरि चाहिँ 4-5 वटै कुण्ड देखिसक्यो हामीले। यसको जानकारी चाहिँ म अब अगाडि दिनेछु कुन कुण्ड हो भनेर। र यो 2 घन्टा पछिको हिँडाइमा हामी आइपुगेका छौँ सूर्यकुण्ड। यसको जानकारी चाहिँ यहाँ एउटा बोर्डमा लेखिएको रहेछ र यो ट्रेलको बिचबिचमा अरू पनि कुण्डहरू छन्, तर त्यो कुण्डहरूको त्यो तालहरूको चाहिँ खासै केही जानकारी भने छैन। र यो सूर्यकुण्ड पनि ठुलो नै छ। हामी चाहिँ अब यो लौरीबिना पासबाट ओह्रालो हुँदै अगाडि बढ्दैछौँ। यो पासको उचाइ चाहिँ 4600 मिटर रहेको छ र गोसाइँकुण्डको उचाइ चाहिँ 4380 रहेको छ। अब यहाँबाट चाहिँ हामी ओह्रालो जाँदैछौँ र यहाँको दृश्य चाहिँ एकदमै राम्रो देखिरहेको छ। टाढा टाढासम्म बादलहरू र डाँडाहरूको सम्मिश्रण देख्न सकिन्छ यहाँ।
अहिले चाहिँ हामी यो हाई क्याम्प भन्ने ठाउँमा आइपुगेका छौँ। हामी लौरीबिना पासबाट चाहिँ तल झर्दै झर्दै आइसकेपछि यो 42 से 20 मिटरमा हाई क्याम्प रहेछ। सो बिहान चाहिँ हामी 10:30 बजे गोसाइँकुण्डबाट निस्केका थियौँ। अहिले चाहिँ लगभग 3 बज्यो। हामीले बिचमा चाहिँ ब्रेक पनि लिएका थियौँ। हामी अलिक स्लो पेसमै आएका थियौँ, सो हामीलाई चाहिँ अलिक टाइम लाग्यो। अब यहाँबाट हामी बिस्तारै तल झर्दैछौँ, फेदीतिर झर्दैछौँ हामी अब। सो अहिले हामी चाहिँ फेदी आइपुग्यौँ। यो चाहिँ 3730 मिटर्स अबभ सी लेभल छ। आजको लागि हाम्रो प्लान चाहिँ यहाँ नबसिकन घोप्टेमा जाने हो। घोप्टे चाहिँ अलमोस्ट यहाँबाट 2.5 घन्टा पर छ। सो बिस्तारै गयो भने पनि पुगिन्छ। शुभ प्रभात सबैजनालाई। घोप्टेबाट हामी चाहिँ अहिले घोप्टे भन्ने ठाउँमा आइपुग्यौँ। यो चाहिँ 34 से 30 मिटरको उचाइमा छ। यहाँ चाहिँ हिजो हामी बेलुका मात्र आइपुग्यौँ, किनकि बाटो लामो थियो फेदीबाट यहाँसम्म आउन। फेदीमा चाहिँ हामीलाई त्यहाँको साइनबोर्ड अनुसार 2 देखि 2.5 घन्टा लाग्छ भनिएको थियो। तर त्यो साइनबोर्ड चाहिँ यहाँ दैनिक रूपमा आवत जावत गर्ने व्यक्तिहरूको लागि चाहिँ रहेछ। हाम्रो लागि चाहिँ त्यो अलि लामो नै बाटो थियो। तपाईँहरूलाई यदि बिस्तारै हिँड्नुहुन्छ भने 5 घन्टादेखि 6 घन्टासम्म लाग्न सक्छ। हामीलाई लगभग 4 घन्टा जति लागेको थियो, 4 देखि 5 घन्टा जति लागेको थियो। र अहिले चाहिँ घोप्टेमा छौँ। अब हामी यहाँ होटल मेन्दो गेस्ट हाउस भन्नेमा बसिरहेका छौँ। र यहाँको चार्ज कस्तो छ भनेर म तपाईँहरूलाई भनिदिन्छु। यहाँ चाहिँ हामी फुल प्याकेज चाहिँ नभनौँ, तर डिनर र सुत्नको लागि चाहिँ हामीले वी हेभ पेड 1200 रुपिस। अनि ब्रेकफास्ट चाहिँ हजुरहरूले छुट्टै नै अर्डर गर्नुपर्छ। अब यहाँबाट हामी थारेपाटीतिर लाग्छौँ, यहाँबाट ब्रेकफास्ट खाएर। र अहिले चाहिँ सनराइज भइसकेको छ र यहाँबाट भ्यू चाहिँ एकदम राम्रो छ। हजुरहरूले नि हेर्नु होला। हामी चाहिँ अहिले अन द वे टु थारापाटी। अनि हामी आजसम्मको ट्रेलमा हिँड्दाखेरि चाहिँ विभिन्न प्रकारका जनावर र चराहरू देख्यौँ। खास गरी हिजो चाहिँ हामीले फर्किँदाखेरि डाँफे पनि देख्यौँ। त्यो चाहिँ हाम्रो लागि निकै राम्रो अवसर, लकी मोमेन्ट भनौँ न थियो। हामीले त्यसबाहेक अरू डिफ्रेन्ट एनिमल्सहरू पनि देख्यौँ, जस्तै लङ्गुर, मङ्गुज, रतुवा मृग, कालिज। अनि चराहरू त धेरै प्रकारका देख्यौँ हामीले। माथि त्यो लौरीबिना पासमा हिँड्दा पनि हामीले
धेरै टाइपको चराहरू देख्यौँ। अल्पाइन कक। सो यदि तपाईँहरू पनि लाङटाङ नेसनल पार्कभित्र ट्रेक गर्दै हुनुहुन्छ भने तपाईँहरूले धेरै प्रजातिका जनावर तथा चराचुरुङ्गी देख्न सक्नुहुन्छ। हिजो हामीले एकजना टुरिस्टलाई भेटेका थियौँ, उहाँले चाहिँ 4वटा रेड पान्डा देख्नु भएछ। एकदमै लकी उहाँ त। हामीले चाहिँ अहिलेसम्म रेड पान्डा चाहिँ देख्न पाएका छैनौँ। आशा छ अब खोजिरहेको छौँ, आशा छ देखिन्छ होला बाटोमा। अहिले चाहिँ तपाईँहरूले लौरी बिना पासको दृश्य देख्न सक्नुहुन्छ। यो पास चाहिँ यहाँ रहेका यी हिमालहरूको बिचबाट जुन त्यो सानो बाटो रहेको छ त्यसैबाट तल झर्दछ र यसको उचाइ 4600 मिटर रहेको छ। बायाँतर्फ साना साना चुचुराहरू रहेका छन् जसको ठ्याक्कै पछाडिपट्टि सूर्यकुण्ड अवस्थित छ र दायाँतर्फ यो बिचमा भएको हिमाल जसमा थोरै हिउँ परेको छ त्यो हिमाल चाहिँ गोसाइँकुण्ड री हुन सक्ने मलाई एउटा एपले देखायो र त्यसै गरी दायाँतर्फ त्यो अग्लो चुचुरो चाहिँ सूर्य पिक हुन सक्ने मलाई एउटा एपले देखाएको छ। मैले यो इन्फर्मेसन चाहिँ कन्फर्म गर्न सकिराखेको छैन, तर त्यसैले यदि कसैसँग यसको इन्फर्मेसन छ भने कृपया कमेन्टमा लेखिदिनु होला। हामी चाहिँ तल घुप्टेबाट अहिले लगभग 2.5 घन्टा हिँडेपछि थारेपाटी आइपुगेका छौँ र यो चाहिँ 3690 मिटर समुद्री सतहबाट माथि छ। यहाँबाट चाहिँ हेलम्बु, गोसाइँकुण्ड र कुटुमसाङ तीनतिरको बाटो देखाइएको छ। अब हामी कुटुमसाङतिर लाग्दैछौँ र यस बोर्डको अनुसार चाहिँ 2 देखि 3 घन्टा लाग्छ भनेको छ। हामीलाई घोप्टेदेखि यहाँ आउन पनि लगभग 2.5 घन्टा जति लागेको थियो। त्यसमा चाहिँ हामीले बिचमा ब्रेकहरू पनि लिएका थियौँ। अब चाहिँ हाम्रो यात्रा कुटुमसाङतिर हुनेछ। हामी चाहिँ अहिले थारेपाटीको भ्यू टावरमा आइपुगेका छौँ। यहाँबाट चाहिँ हामीले लाङटाङ हिमाल रेन्ज, लाङटाङ लिरुङ, दोर्जे लाक्पा, गौरीशङ्कर, पाइकी पिक र यहाँ आमायाङ्ग्री पनि देखिरहेको छ, जस्ता हिमालहरू र पहाडी भूभागहरू मजाले देखिँदो रहेछ। यो ठाउँ चाहिँ नछुटाउनु होला यदि तपाईँहरू गोसाइँकुण्ड सुन्दरीजलबाट आउँदै हुनुहुन्छ भने। थारेपानीबाट कुटुमसाङतिर जाने ट्रेल चाहिँ निकै नै राम्रो ट्रेल रहेछ। हामी चाहिँ ट्री लाइन हुँदै यस्तै ट्री लाइन हुँदै अगाडि जाँदैछौँ। हामीले यहाँ पनि धेरै चराहरू र जनावर पनि देख्यौँ। स्पष्ट त देख्न सकेनौँ, तर हामीले 1-2वटा जनावरहरू पनि देखेका थियौँ। सो यो चाहिँ अहिलेसम्मको यो ट्रेकभरिको सबैभन्दा राम्रो ट्रेल रहेको छ। हामी चाहिँ थारेपाटीबाट हिँडेको लगभग 1 घन्टा 40 मिनट भयो र हामी यो मागेन गोठ भन्ने ठाउँमा आइपुगेका छौँ। यसरी ठाउँमा बाटोहरूमा चाहिँ आइस जमेको हुँदो रहेछ यो विन्टर सिजनमा भएको भएर। हामी चाहिँ माथिल्लो मागेन गोठबाट हिँडेको चाहिँ लगभग
2.5 घन्टा हुन लाग्यो र हामी चाहिँ अब कुटुमसाङ बजारभन्दा 5-6 मिनट पर छौँ। हामीले बिच ट्रेलमा खासै लामो ब्रेकहरू चाहिँ लिएनौँ, वाटर ब्रेक र खानको लागि हल्का हल्का ब्रेक लियौँ र यहाँसम्म आइपुग्यौँ। हामी चाहिँ हाम्रो एस्टिमेटेड टाइम चाहिँ 3 घन्टाको थियो, हामी त्योभन्दा अलिकति छिटो आइपुग्यौँ। अब त्यसपछिको नेक्स्ट स्टप हामी त्यहाँ बजारमा गएर बुझ्नेछौँ। अहिले चाहिँ हामी कुटुमसाङ बजारबाट चिप्लिङतिर लाग्दैछौँ र बाटो पनि अहिले राम्रो रहेछ। यो ट्रेल चाहिँ हामी चाहिँ अहिले कुटुमसाङबाट तल झर्ने क्रममा गल्फु भन्ज्याङतिर छौँ। गल्फु भन्ज्याङ पुग्न लागेका छौँ र यहाँ चाहिँ अहिले दृश्य यस्तो छ, सनसेट हुन केही समय अझै बाँकी छ। ट्रेल निकै नै राम्रो ट्रेल बनाइएको छ यहाँ। हामीलाई चाहिँ यो सुन्दरी जलदेखि गोसाइँकुण्ड जाने ट्रेल तल्लो बाटो परेको हुनाले उकालो खासै चढ्नु परेन। यो ट्रेल ओह्रालो नै भएकोले हामी चाहिँ एस्टिमेटेड टाइम भन्दा पनि अलिक छिटै आइपुगेका छौँ र सायद अब 15 देखि 20 मिनटको हाराहारीमा हामी गल्फु भन्ज्याङ पनि पुग्नेछौँ। शुभ बिहानी गल्फु भन्ज्याङबाट। यो चाहिँ अहिले सिन्धुपाल्चोक जिल्लामा छौँ हामी र अब यहाँबाट हामी चिसापानीतिर लाग्दैछौँ। अहिले चाहिँ बिहानको 6:30 बजेको छ र हिजो हामी यहाँ गल्फु भन्ज्याङमा बसेका थियौँ र यहाँ चाहिँ खासै धेरै होटलहरू चाहिँ रहेनछ। 2टा होटल चाहिँ हामीले भेट्यौँ यही बजारमा, एउटा चाहिँ यही होटल हो। यो चाहिँ होटल गोसाइँकुण्ड हो जो चाहिँ गल्फु भन्ज्याङमा छ। यहाँ चाहिँ रिजनेबल प्राइसमा राम्रो सर्भिस र एकोमोडेसन पायो हामीले। हजुरहरू पनि यदि आउँदाखेरि गल्फु भन्ज्याङमा बस्दै हुन्छ भने हामी चाहिँ यही होटल रेकमेन्ड गर्छौँ। यहाँ 2टा मात्र छ, त्यो पनि। अब हामी यहाँबाट चिसापानीतिर लाग्दैछौँ। हामी चाहिँ अहिले नुवाकोट जिल्लाको दुप्चेश्वर प्रवेश गरिसकेका छौँ र यहाँबाट भर्खर सूर्योदय भएको छ। वेदर चाहिँ मजाले खुलेको चाहिँ छैन। यहाँ चाहिँ बाटोभरि यसरी तुसारो परिरहेको छ। यहाँ खेतभरि नै तुसारो परेर सेतै छ खेतहरू र यो चाहिँ सूर्योदय थोदोङबाट। हामी चाहिँ अहिले चिसापानी आइपुगेका छौँ। बिहान हामी 6:40तिर निस्केका थियौँ गल्फु भन्ज्याङबाट र बिचमा हल्का ब्रेक गर्दै हामी चाहिँ अहिले ठ्याक्क 12 बजेको छ। 12 बजे चाहिँ यहाँ चिसापानी आइपुग्यौँ र अब यहाँबाट हाम्रो अन्तिम गन्तव्य सुन्दरीजल हुनेछ र त्यहाँबाट चाहिँ हाम्रो ट्रेकको पनि अन्त्य हुनेछ। र यो चाहिँ चिसापानीको अहिलेको दृश्य हो। पहिला यहाँ भुइँचालोले होटलहरूको घरहरू पुरै भत्काएको थियो। अहिले चाहिँ ती घरहरू सबै क्लियर गरेर मोटरेबल वे खुलाएर
तल झर्ने बाटो निकालिसके र यहाँ चिसापानीमा आउँदाखेरि यहाँ माथि टपमा यहाँ हामी चाहिँ अहिले दोर्जे लाक्पा होटलमा खाना खान लागेका छौँ भने हजुरहरू यो बाटो हुँदै तल जानुभयो भने थुप्रै होटलहरू छन् र तपाईँहरूले गोसाइँकुण्डको ट्रेक गर्दाखेरि यो बाटो हुँदै गोसाइँकुण्ड जान नि सकिन्छ तर यो बाटो चाहिँ अलि लामो बाटो हो त्यही भएर यदि यहाँबाट तपाईँहरू कोही गोसाइँकुण्ड ट्रेक जाँदै हुनुहुन्छ भने तपाईँहरूले 6 देखि 7 दिनको टाइम चाहिँ निकाल्नु पर्ने हुन्छ र फर्केर आउँदाखेरि धुन्चेको बाटो आउँदाखेरि सजिलो पर्ने रहेछ यही बाटो ओहोरदोहोर गर्न चाहिँ धेरै नै टाइम लाग्छ र यो पुरानो घरहरू भत्केर अहिले यहाँ सबै क्लियर गरिसकेको रहेछ यहाँबाट पनि माउन्टेनको भ्यू चाहिँ मजाले देखिन्छ हामी चाहिँ चिसापानीबाट ओह्रालो झर्ने क्रममा यो ढाप ड्याम भएको ठाउँमा आइपुगेका छौँ र अहिले चाहिँ ढाप ड्याम एउटा पपुलर स्पट भइसकेको छ मान्छेहरू आजकल ढाप ड्याममा प्रशस्तै घुम्न आउनुहुन्छ तर मान्छेको सङ्ख्या बढेसँगै यहाँ फोहोर मैला पनि एकदमै बढेको छ म यो ढाप ड्याम पहिला बन्दै गर्दाखेरि यहाँ आएको थिएँ त्यतिखेर यहाँको वातावरण र अहिले यो ठाउँलाई हेर्दाखेरि निकै नै फरक देखिन्छ पहिला एकदमै सुन्दर ठाउँ थियो काहीँ फोहोर मैला केही पनि थिएन तर अहिले चाहिँ मानिसहरूको आवागमन बढेसँगै यहाँ फोहोरहरू बढेको छ यदि तपाईँहरू पनि ढाप ड्याम आउँदै हुनुहुन्छ भने कृपया फोहोर मैला चाहिँ नगरिदिनु होला र यो चिसापानी जाने बाटो पनि अहिले चाहिँ यो साइडको छेउछेउको रुखहरू बिरुवाहरू काटेर अलि ठुलो बढाएको मैले पाएँ नत्र यो सानो सडक थियो यहाँ गाडी कुद्ने सडक थियो यसलाई ठुलो बनाइएको रहेछ अहिले चाहिँ हामी चाहिँ अहिले मूल खर्क आइपुगेका छौँ माथि चिसापानीबाट हामी 1:30 बजेतिर निस्केका थियौँ अहिले चाहिँ 5 बजेको छ हामी चाहिँ माथिबाट झर्दा बिस्तारै नै आयौँ त्यही भएर हामीलाई चाहिँ अलिकति टाइम लाग्यो अब हाम्रो यसपछिको अर्को स्टप हुनेछ सुन्दरीजल फाइनल्ली हामी सुन्दरीजल आइपुगेका छौँ अहिलेको टाइम चाहिँ साँझको 6:20 गएको छ यो नै हाम्रो ट्रेकको लास्ट पोइन्ट हो सो हामी चाहिँ यो ट्रेकको एन्डमा आइपुगेका छौँ एन्ड भन्नाले हाम्रो यो चाहिँ लास्ट ट्रेकिङ पोइन्ट सुन्दरीजल हो र यो ट्रेकमा चाहिँ हामीले काठमाडौँबाट धुन्चे हुँदै गोसाइँकुण्डबाट सुन्दरीजलसम्मको यात्रा तय गरौँ यस भ्लगबाट आशा छ कि धेरैजनाहरूले इन्फर्मेसनहरू कलेक्ट गर्नुभयो होला राम्रो कुराहरू पनि थाहा पाउनुभयो होला र गोसाइँकुण्ड यात्रा गर्दाखेरि के गर्नुपर्दो रहेछ कहाँबाट जानुपर्दो रहेछ कस्ट कति लाग्दो रहेछ भन्ने कुराहरू पनि थाहा पाउनुभयो होला र यो भ्लगलाई चाहिँ यही एन्ड गर्दै अब चाहिँ हामी घरतिर लाग्दैछौँ सो थ्याङ्क यू फर वाचिङ दिस भ्लग वी विल सी यू इन द नेक्स्ट भिडियो बाई बाई